के अरे जनताले भनेको माग जबसम्म पूरा हुँदैन तबसम्म चाहिँ म कार्यालय खोल्दैन म बाहिरबाट सेवा दिन्छु। बुढागत रूपमा चाहिँ के हो भने थबाङ गाउँपालिकाले मुख्य गरेर चाहिँ पहिलो बुढामा चाहिँ बाटो सरसफाई अहिलेसम्म किन गरेन। दशैं तिहार चाहिँ मान्नु परेन, जनताले पब्लिकले चाहिँ दशैं तिहार मान्नु परेन, गाडी चढ्नु परेन, उनीहरूको घरमा पुग्नु परेन। पहिलो कुरा त्यो। दोस्रो कुरा चाहिँ थबाङ गाउँपालिकाले यो भन्दा गत महिनाको चाहिँ कार्यपालिका बैठकले पनि निर्णय गरे हो, अहिलेसम्म चाहिँ केन्द्रीय लाइनको पहल किन गर्न सकेन। मसँग यथेष्ट कुराहरू छन्, मसँग चाहिँ थुप्रै कुराहरू छन्। मैले सिडिओसँग पनि कुरा गरिसकेको छु। अध्यक्षले भन्नु भएन, प्रमुख प्रशासनिक अधिकारीले भन्नु भएन भन्ने खालका कुराहरू गर्छ। मैले विद्युत प्राधिकरणसँग पनि कुरा गरिसकेको छु। यिनी कुराहरू ढिलाइ किन हुँदैछ? के वडा अध्यक्ष नै आफै आएर चाहिँ आफ्नै कार्यकक्षलाई बन्द गरेर जनतालाई सेवा गल्लीबाट दिनुपर्ने, जनतालाई सेवा चाहिँ अब सडकबाट दिनुपर्ने? यो कमजोरी कसको हो? यहाँ म्याडम पनि हुनुहुन्छ, उपाध्यक्षजी हुनुहुन्छ, निमित्त प्रमुख हुनुहुन्छ, कर्मचारी साथीहरू सबै हुनुहुन्छ। यदि हामी थबाङ गाउँपालिकाको म कार्यपालिका सदस्य भए तापनि हामीले दिने सुविधा यही हो त? हामीले के सधैँ चाहिँ गल्लीबाट दिनुपर्ने होइन भने कार्यालय नै नराखौँ न, वडा कार्यालय नराखौँ। म यो पनि जानकारी गराउँछु कि वडा कार्यालय नराख्ने, वडा अध्यक्ष र वडा सचिव चाहिँ जहाँ जहाँ जनता छन् त्यहाँ त्यहाँ पुग्ने, त्यो वातावरण मिलाउनु पर्यो। कि वडा कार्यालय राख्ने हो भने वडा कार्यालयबाट जनतालाई सर्वसुलभ रूपमा चाहिँ हरेक कुराहरूको चाहिँ सेवा सुविधा चाहिँ मजाले दिन सक्नु पर्यो। यो दिन नसकेको, गाउँपालिकाले यति पनि गर्न नसकेको, निर्णायक नेतृत्व तहले गाउँपालिका अध्यक्षज्यू, गाउँपालिका उपाध्यक्षज्यू यहीँ हुनुहुन्छ, हाकिम साहब हुनुहुन्न, अध्यक्ष फोन उठाइदिनुहुन्छ। मैले अध्यक्षज्यूलाई फोन गरेको करिब चाहिँ 1.5 महिना हुन लाग्यो, उहाँले फोनै उठाइदिनुहुन्न। हिजो मात्र चाहिँ मेरो फोन उठाइदिनु भयो। अनि तपाईँ छिटो आउनुहोस्, म राजीनामा तपाईँलाई बुझाउँछु भन्ने हो। अनि जनताहरू चाहिँ मेरो वडाका जनताहरूको मागहरू अत्यधिक मागहरू छन्। बाटो कहिले खोलिदिनुहुन्छ? भोलि आउँछ भनेको छु। ठेकेदारलाई भन्छु ल भोलि आउँछ भन्छ। अनि अध्यक्षज्यूलाई अब पछि चाहिँ जातिविधि 2-3 चोटि भइसके पछाडि जातिविधि भएन। हाकिम साहबलाई मैले के भने, मलाई अब हेरिदिनुहोस्, मेरो वडाको बाटो म आफै सफा गर्छु पनि भने। त्यति भन्दै पनि होइन म पहल गर्छु। हाकिम साहबले बिचारा नगरेको होइन, धेरै गर्नुभएको छ। तर ठेकेदार को छ त? यहाँ ठेकेदार को हो त? होइन, ठेकेदार को हो भन्ने कुरा मलाई थाहा छ। मलाई थाहा छ। मन्जरीको राजकुमार बुढा हो, मलाई थाहा छ। काम गर्ने को हो त? त्यो पनि मलाई थाहा छ। को छन् त? त्यो पनि मलाई थाहा छ। अनि फोन उठाउनु पर्यो नि तिनीहरूले। अनि मेरो जनताहरूलाई चाहिँ, मेरो वडाको जनताहरूलाई, थबाङ गाउँपालिकाको जनताहरूलाई त्यतिकै शास्तिमा राख्नुपर्छ त? त्यहाँ काम गर्ने मान्छे को छन् भन्ने कुरा पनि मलाई थाहा छ। मलाई सोध्नु होला, को छन् भन्ने कुरा पनि मलाई थाहा छ। या जेसुकै होस्, काम गर्ने मान्छे जोसुकै होस्, या त मैले गरौँ, मैले गरौँ, या त चाहिँ हाकिमले गरौँ, या त अध्यक्षले गरोस्, या त उपाध्यक्षले गरोस्। तर काम चाहिँ हुनु पर्यो के, समयमा हुनु पर्यो। काम चाहिँ समयमा हुनु पर्यो। काम चाहिँ एकदम छिटो छरितो हिसाबले हुनु पर्यो, क्वान्टिटीमा हुनु पर्यो, क्वालिटीमा हुनु पर्यो। मैले बारम्बार भनिरहेको कुरा यही हो। अनि त्यति पनि गर्न नसक्ने, अनि गाउँपालिका अध्यक्षज्यू जस्तो मान्छेले वडा अध्यक्षको फोनै नउठाइदिने, वडाको जिम्मेवार व्यक्तिको फोनै नउठाइदिने भएपछि मेरो के काम रह्यो त? मेरो त कुनै पनि काम छैन। त्यो वडामा म बसेको र नबसेको अर्थै भएन। मैले बलै चाहिँ नागरिकतामा साइन गरिदिएको, अनि बलै चाहिँ मैले जनजाति प्रमाणितमा साइन गरिदिएको, मैले नामथर प्रमाणितमा साइन गरिदिएको। मेरो यति मात्र भेल्यु हो त? मैले मेरो जनताहरूलाई, मलाई भोट दिएका जनताहरूलाई चाहिँ
मैले उनीहरूको इच्छा र आकांक्षा अनुसारका माग अनुसारका योजनाहरू विकासहरू यिनीहरू गर्नु पर्यो नि त। मैले गर्नु पर्यो नि त। त्यो गर्दै गर्दा पनि त्यो गरम भन्दा पनि अब कोसँग समन्वय गर्ने? सिधै म चाहिँ समन्वय प्रमुखसँग गर्नु भएन, सिधै मुख्यमन्त्रीसँग गर्नु भएन, सिधै चाहिँ भौतिक पूर्वाधार मन्त्रीसँग गर्नु भएन। म त गाउँपालिका अध्यक्षसँग गर्ने होला नि त। मैले त यहाँको प्रमुख प्रशासकीय अधिकारीसँग गर्ने होला नि त। मैले प्रमुख प्रशासकीय अधिकारी र थबाङ गाउँपालिकाको अध्यक्षसँग गर्ने होला। त्यहाँहरूसँग सम्पर्क गर्न खोज्छु, सम्पर्कै नहुने, फोनै नउठाइदिने। तपाईहरु सबैले हेर्नुभयो होला, मैले उसमै ग्रुपमै राखेको छु। गाउँपालिका अध्यक्ष र हाकिमले फोन नउठाइदिने कारण के हो भनेर मैले राखेको छु। त्यो मेरो मोबाइलमा रेकर्ड पनि छ। अनि साथीहरूले पनि समन्वय त गरिदिनु पर्छ होला। फेरि यसमा यो यस्तो भइरहेछ, किन यस्तो हो भन्ने खालको कुरा त तपाईहरुले पनि गर्न सक्नुहुन्छ। मुख्य गरेर त उहाँहरूले सोच्नु पर्यो, होइन भने अलिकति तल्लो लेभलका साथीहरूले पनि जुन कि सेकेन्ड लेभलका साथीहरूले पनि यो पनि त सोच्नु पर्छ होला। अनि यति पनि नगर्ने अनि हाम्रो सरकार, स्थानीय सरकार कसरी चल्छ त? हाम्रो स्वामित्वमा रहेका विकास निर्माणका कुराहरू छन्, हाम्रो स्वामित्वभित्र रहेका बाटाघाटाहरू, ग्रामीण सडकहरू छन्, बिजुली छन्, पुल पोलेसा छन्। यिनीहरूलाई कसले बनाइदिन्छ? प्रदेशले आएर बनाइदिन्छ, सङ्घले आएर बनाइदिन्छ। यो हाम्रो स्वामित्वभित्र रहेका चिजहरू पनि हामी बनाउन सकिरहेको छैनौँ के? मसँग धेरै कुराहरू छन्। अध्यक्षज्यू आएपछि, हाकिम आएपछि एक न एक दिन त वार्ता होला नै। त्यतिखेर पनि मैले विस्तृत रूपमा कुरा गराउँला। अब यो चाबी चाहिँ मैले वडा कार्यालय जबसम्म चाहिँ जनताले उठाएका मागहरू, मसँग आएका मागहरू जबसम्म पुरा हुँदैन तबसम्म चाहिँ म खोल्नेवाला पनि छैन। र अर्को कुरा एकदम चाहिँ ठेट कुरा के हो भने पर्सिसम्म मलाई कुनै पनि चाहिँ हालतमा चाहिँ मलाई एउटा डिसिजन दिनुपर्छ। होइन भने निका पर्सि 14 गते, आज 11 13 भनेपछि 14 15 16 गते 3 दिनभित्रमा मलाई कुनै पनि डिसिजन दिँदैन भने 4 दिनको दिनमा चाहिँ म जनता लिएर यहाँ आउनेछु। जनता लिएर जनताकै सामुमा चाहिँ म गाउँपालिका अध्यक्षज्यू, उपाध्यक्षज्यू र हाकिम साहब सबैलाई चाहिँ मैले राखेर, जनतालाई साक्षी राखेर, जनताको मतलाई साक्षी राखेर चाहिँ मैले राजीनामा दिनेछु। मैले यति भन्दै गर्दा पनि उहाँहरूको सुनवाई भएन भने म चाहिँ अबको 4 दिनमा चाहिँ फेरि म यो पनि घोषणा गर्छु। अबको 4 दिनमा म जनतालाई नै साक्षी राखेर, जनतालाई लिएर जनताकै सामु चाहिँ अध्यक्षज्यूलाई र उपाध्यक्षज्यूलाई चाहिँ म त्यो राजीनामा पत्र बुझाउने छु। यदि यो अवधिभरिमा मेरो जनताहरूले कुनै कराची, कुनै पनि हालतमा असुविधा, सेवाबाट वञ्चित परेको खण्डमा म फेरि जनतासँगै लागेर म अझसम्म राजीनामा दिएको छैन। नदिँदा पनि म जनतासँगै मिलेर जनताकै साथमा बसेर चाहिँ म तपाईहरुसँग यो गाउँपालिकाको कार्यपालिकासँग चाहिँ म आन्दोलनमा चाहिँ अगाडि बढ्नेछु भन्ने कुरा चाहिँ यहाँहरूलाई राख्दै म यो साँचो चाहिँ निमित्त प्रमुख प्रशासकीय अधिकारीलाई बुझाउनेछु। यो यहाँ चाहिँ के छ भने यो 3वटा चाहिँ कोठाको साँचो छ, यो गेटको साँचो छ, यिनीहरू चाहिँ गोदामका साँचो हुन्। यिनीहरू चाहिँ यहाँहरूलाई बुझाउनेछु। अरू बाँकी साँचो चाहिँ हाम्रो सचिवज्यूसँग छ। सचिवज्यू चाहिँ अहिले बाहिर हुनुहुन्छ। सचिवज्यू पनि पछि आउनु होला। आएपछि चाहिँ म चाहिँ त्यो साँचो पनि लिएर बुझाउनेछु। अहिले चाहिँ यति छ, गोदामको र 4वटा कोठाको छ अनि गेटको छ। ल मैले चाहिँ आजदेखि चाहिँ बाहिरबाट सेवा सुचारू गरिसकेको छु। गाउँपालिकाको के अरे त्यो गल्लीबाटै चाहिँ सुरु गरिसकेको छु। ल